हेलो एभ्रिवान, छजालु नमस्ते। स्वागत छ हजुरहरूलाई यो सानो भिडियोमा। म चाहिँ हाम्रो ठुलमम्मीको घरमा आएको छु अनि मम्मीले चाहिँ यहाँ खिर पकाउँदै हुनुहुन्छ, लोकल दुधको अनि लोकल चामलको है। साथीहरू, गाउँमा चाहिँ यस्तो अर्ग्यानिक चिजहरू पाइन्छ नि त, अनि खाना पनि कस्तो राम्रो हुन्छ। हेर्नु न, खिर त खाम लाग्ने देखिरहेछ नि। सो साथीहरू, आज चाहिँ हामी यो खिर खाएर बल निकालेर के गर्छौँ भने साथीहरू मकै छोडाउँदैछौँ। के को लागि भन्दाखेरि त्यसको लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ हजुरहरूले। ल, हामीले चाहिँ लगभग 2 पाथी जति चाहिँ मकै छोडाइसक्यौँ अनि यहाँनिर चाहिँ ढिकी कुट्नलाई सफा गर्दैछौँ दिदी चाहिँ है। अनि दिदी र म चाहिँ हेर्नु न, बच्चा पनि छ है यो ढिकीको चाहिँ। ढिकीले चाहिँ बच्चा पनि बोकेको छ। सो आमा छोरीलाई चाहिँ मैले यसरी उचालेर होइन, उचालेको भनौँ कि के भनौँ, अब कुट्दैछौँ दिदी र म चाहिँ पालो है। अनि यस्तो गर्मी भइरहेको थियो साथीहरू है। वेदर पनि कस्तो शीतल भएको थियो एकछिनमा, त फेरि एकैछिनमा घाम लागिरहेको थियो है। सो दिदी र म चाहिँ कुट्दैछौँ है। यो चाहिँ खासमा हामीले चाहिँ यो मकैको रोटी बनाउनको लागि कुट्दैछौँ। प्रोसेस चाहिँ एकदमै लामो रहेछ मकैको रोटी खानलाई चाहिँ है। अब यो मिक्सरमा पनि त्यस्तो पाकेको मकै त गाह्रो हुन्छ नि त, भर्खरको कलिलो भए चाहिँ मिक्सरमा कुट्न नि सजिलो हुन्थ्यो। अनि यो चाहिँ प्रोसेस लामो रहेछ साथीहरू। पिठो निकाल्न चाहिँ फेरि निकाल्दै यसरी यो पिठो छान्दै फेरि त्यो बाँकी भएको च्याङ्लालाई चाहिँ के बोल्छ है, बोल्दा अनि फेरि कुट्दै है, लास्टसम्म कुटे गर्नुपर्ने के यसलाई त। अनि दिदीले चाहिँ यसरी गर्नुपर्छ भनेर भन्दै हुनुहुन्छ अनि म नि सिक्दैछु। सो अब यसरी नै यो पहिल्यैदेखि गरिरहेको भए चाहिँ आउँथ्यो है, कहिलेकाहीँ चाहिँ गरिन्छ नि, त्यही भएर राम्रोसँग आउँदिन नि त। जस अलिअलि काम चलाउँछै आउँछ। ल, त्यो अब यसरी चाहिँ पिठो निकाल्नु पर्ने रहेछ है। यो चालिसकेपछि अनि यतिको पिठो निकाल्नु भयो दिदीले है। दिदी र म चाहिँ गफ गर्दै कुट्दैछौँ है। मेरो ताल हेर्नु न, दिदी नभएको बेलामा चाहिँ मैले एउटा हातले मोबाइल भिडियो बनाउने अनि अर्को खुट्टाले चाहिँ कुट्दै गर्दाखेरि कस्तो नसकेर म चाहिँ रेस्ट गर्दैछौँ। अनि हेर्नु न साथीहरू, वेदरको चाहिँ भरै छैन आजकल है। धरर पानी परिरहेछ बाहिर चाहिँ है। अनि शीतल नै भएको छ हामीलाई चाहिँ, किनभने गर्मी भइरहेको थियो है यहाँ पुरै ढिकी कुटेर। अनि मैले पनि ट्राई गरेँ है। मैले ट्राई गर्दाखेरि चाहिँ खिच्न पाएन। दिदीले चाहिँ सिक्नुपर्छ भनेर मैले पनि सिकेको थिएँ। मलाई चाहिँ सिक्ने क्रममा पुरै पिठो त के पुरै टाउकोबाटै लागेर के लुगामा त पिठो लागेको के मेरो हालत फेरि। अनि दिदीले गर्दाखेरि त कति धेरै पिठो निस्किन्छ है। मैले गर्दाखेरि चाहिँ छान्दा भरे त लास्टमा यति निस्किने के, त्यो नजानेर होला नि त। अनि सिक्दैछु। सो अब जस यतिको भए पनि काम चलाउँदा आइन्छ है, जस काम चलाउँदा भइन्छ। अनि लगभग दिदी र मलाई चाहिँ यो कुट्नलाई त्यस्तै 3 घन्टा जति त लाग्यो होला। लगभग बल्ल सकाए है। यति पिठो निकालेर दिदीले यहाँ पुरै चिनी अनि त्यो के राखेर मोलेर राखिसक्यौँ है। त्यो राखेर त्यस्तै 1 घन्टा जति राख्नुपर्ने रहेछ है मजाले। अनि त्यसलाई चाहिँ छोपेर राख्यौँ। त्यसपछि चाहिँ म चाहिँ गाउँ घुम्नतिर लागेँ। गाउँ चाहिँ पुरै कुहिरोले के ढाम्म भइरहेको थियो। अनि यो चाहिँ साङ्गे वाटरफल हेर्नु न, कति ठुलो भएको है, पानी परेर। अनि फेरि म चाहिँ तरकारी बनाउनतिर लागेँ, रोटी चाहिँ लास्टमा हाल्ने भनेर। अनि यहाँनिर चाहिँ मैले प्याज अनि यो खुर्सानी अनि के अरे यस्तो नाम पनि आउँदैन हौ, भन्न लाग्ने बेला त नाम पनि आउँदैन नि फेरि। के अरे मेथी, सरी गाइस मेथी राखेर मजाले परपर लगाएर भुट्दैछौँ है। मासु चाहिँ हाम्रो के भएको थियो भने अगाडि चाहिँ कति धेरै काटेर राख्नु भएको थियो कि दिदीले, अनि
त्यो त सबै कुकुरले खाइदिएछ क्या साथीहरू। अनि यो चाहिँ बिहान बनाउँछौँ भन्ने राखेको वाला चाहिँ फेरि काटेर बनाउँदैछौँ। गाउँघरमा त्यही हो, कुकुर धेरै हुन्छ होइन, बिरालो धेरै हुन्छ। अनि यहाँ चाहिँ म मसला कुट्दैछौँ है। अनि मसला चाहिँ मजाले सिलौटामा कुट्दैछौँ। मलाई चाहिँ यसरी कुटेर हालेको मनपर्छ के, त्यो अलिअलि त्यो धुलो हालेको भन्दा पनि कुटेर मजाले कुट्ने अनि हाल्ने कस्तो स्वादिलो हुन्छ नि त। अनि तरकारी पनि बनाइसकेँ है। अब चाहिँ पालो रोटी हाल्ने। ब्याटल चाहिँ दिदीले अब यो अलि धेरै नै के भन्छ अरे, मेरो हातमा चाहिँ अटेको थिएन क्या, हात पनि सानो छ नि त, पानी अलिकति धेरै भयो जस्तो छ। म चाहिँ अब हाल्न ट्राई गर्दैछु साथीहरू, हेर्नु न। फेरि मेरो चाहिँ टाउको ठुलो, पुच्छर चाहिँ सानो हुन्छ क्या यो रोटी हाल्दाखेरि चाहिँ, जहिले त्यस्तै हुन्छ। खै त्यो आत्तिएर हाल्छु कि म चाहिँ बिस्तारै हाल्न आउँदिन है, झ्याम्मै हालिदिने हो यसरी सुरुक्क लाएर है। अनि रोटी चाहिँ यस्तो भइरहेछ, मकैको रोटी है। मकैको रोटी अभियसली तेल त धेरै खान्छ नि, यो झन् भर्खरको नयाँ मकै हो नि त, त्यही भएर नि कति धेरै तेल खाँदैछ क्या यसले चाहिँ। अनि दिदीले चलाउनु भएको छ, म चाहिँ हाल्ने काम मात्रै मेरो चाहिँ है, मेरो चाहिँ हालिदिने मात्रै। हेर्नु न मजाले है, कस्तो मिठो होला जस्तो देखिरहेछ है साथीहरू। हजुरहरू पनि हालेर खानु ल। अनि यसो हाल्दैछौँ गफ गर्दै है, फ्यामिली सबैजना सँगै भएको नि त, अनि रमाइलो लाग्छ। जस्तो सुकै दुःख सुख त अब मान्छेको जिन्दगीको चोला नै हो, त्यो त अभियसली जसको नि भइ नै हाल्छ कि, जति ठुलो धनी मान्छे भए पनि गरिब मान्छे भए पनि होइन। गरिब भन्दा पनि अब जसलाई नि खाना पुगिरहेछ है, त्यो आफ्नो ठाउँमा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। धनीहरूको चाहिँ अब धनीहरूकै छुट्टै व्यवहार हुन्छ, अब हामी ठिक्क मान्छेहरूको चाहिँ अब ठिक्ककै व्यवहार हुन्छ है। खाना लाउन जसलाई नि पुगिरहेकै छौँ, त्यस्तो धाउधाउ त अहिलेको जमानामा कसलाई पनि छैन है। जसो तसो मिठो खाना गाउँघरमा त खाना पाइ नै हाल्छ। सो यति धेरै रोटी बनाएँ, अनि फेरि हाल्दैछु म चाहिँ अझै लास्टतिर चाहिँ अलि राम्रो हुन्छ कि भनेर के, म चाहिँ अलि राम्रो राम्रो हाल्न खोज्दैछु। तर पनि यस्तै नै हो, यस्तै भइहाल्छ। अब त्यही हो, मान्छेहरू सबैको आफ्नो ठाउँमा आफै राम्रो हुन्छ, कसैले पनि कसैलाई पनि जज गर्न मिल्दैन होइन। अब सबैले दुःख गरेर खाइरहेकै हुन्छौँ। ठुलोमा व्यवहार हुने मान्छेहरूको ठुलै त्यो व्यवहारिक कुराहरू हुन्छ, अब ठिक्कको मान्छेहरूको ठिक्ककै व्यवहारिक कुरा हुन्छ। सो सबैजना आफ्नो ठाउँमा गुड नै हुन्छ, त्यही भएर कसैलाई चाहिँ जज गर्न मिल्दैन, जज पनि नगर्नुहोस् होला होइन, त्यस्तो गर्न पनि मिल्दैन। अब के छ भने हाम्रो समाजमा त मान्छेको काम हेरेर जज गरिन्छ के, अब काम भनेको सानो ठुलो हुँदैन होइन, गरि पनि रहेको हुन्छ त्यो काम, सबैले त्यो कामलाई चाहिँ हेरेर जज गर्न चाहिँ मिल्दैन कि मान्छेको कस्तो छ भनेर। सो हाम्रो रेडी भइसक्यो खाने रोटी र यो मासु, हाम्रो फुच्चेले खाँदैछ है। फुच्चेले यो सबै खान्छ कि खाँदैन खोइ, हेरौँ। अनि फुच्चेको डिमान्ड है पुरै। रोटी चाहिँ एकदमै क्रिस्पी भइरहेको छ, मैले पनि खाएँ, दिदीले खाँदै हुनुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो। बाई।